सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई मधेसी आयोगको आर्थिक वर्ष 2080-81 र 2081-82 को वार्षिक प्रतिवेदन पेश गर्न समय उपलब्ध गराउँछ। सम्माननीय अध्यक्ष महोदयको अनुमतिले मधेसी आयोगको आर्थिक वर्ष 2080-81 र 81-82 को वार्षिक प्रतिवेदन यस सम्मानित सभा समक्ष पेश गर्दछु। धन्यवाद। हामी नयाँ हौं, हामी गर्ने हौं, हामी गर्न आएका हौं भन्ने सुन्दा धेरै खुसी लागेको थियो। तर यति छोटो समयमा यो सरकार यसरी बदनाम भयो। सारा मान्छेले हेरिरहेका छन्, बुझिरहेका छन्। जब राष्ट्रपतिका सभापति भारत भ्रमणमा जानुभन्दा अघिल्लो दिनमा बिन्दास प्रधानमन्त्री फुत्त सदनमा आएर रोस्टमबाट भनिदिनु भयो, नेपालले पनि भारतका धेरै ठाउँमा अतिक्रमण गरेको छ। मैले बल्ल थाहा पाएँ भनेर जसरी बोल्नुभयो, त्यसले के खोजेको भन्दा सभापतिलाई भारतमा जाने बाटो सहज गरिदिएको। त कति राष्ट्रघाती कुरा थियो। हाम्रो देशको स्वाभिमान, भौगोलिक अखण्डता जस्ता विषयमा राष्ट्रघाती अभिव्यक्ति दिनु आफैमा तो बदनाम थियो प्रधानमन्त्रीको। फेरि त्यही सेरोफेरोमा सुकुम्बासीहरूलाई, लाखौं सुकुम्बासीहरूलाई लखड्दै दपड्दै यो बर्खाको समयमा, यो पानी परेको समयमा विभिन्न बहानामा होल्डिङ सेन्टर भन्दै कहाँ गर्दै एउटा मानिसको मानव अधिकारको एउटा चाहिँ बेहालको प्रदर्शन गर्नुभयो। तो सँगसँगै अहिले मिटर ब्याजीहरू माइतीघर मण्डलमा यत्रो झरीमा पनि त्यहाँ धर्ना बसिरहेका छन्। यसले के देखाउँछ भन्दा यो सरकार कति असक्षम हुँदैछ भन्ने देखाउँछ। नेपालमा पूर्वी नेपालबाट चाहिँ आगो सल्कियो, प्रहरीको गोलीबाट होनहार युवाहरू ढले, दर्जनौं हताहत भए। यस्तो यो चाहिँ हिम पूर्वबाट पश्चिमतिर आउँदै थियो। सरकार बेखबर रह्यो। पल्ल पछि कोही वार्ताको बहानामा, कोही वक्तव्यको बहानामा पर्दाभित्र लुकेर वक्तव्य दिने। एक थरी स्वयं जहाँ युवाहरू ढलेका छन् त्यहाँ गएर चाहिँ पैसाका पोका देखाउने, विभिन्न झुट्टा आश्वासन देखाउने र ठुलो चाहिँ समस्याहरूलाई वाद संवाद सबै राजनीतिक पार्टीहरूसँग सहकार्य गर्नुको सट्टा त्यहाँ गएर जुन नाटक मञ्चन गरिरखियो, तो 16 गतेसम्म आउँदाखेरिमा के देखियो त भन्दा अहिले एक थरी धार्मिक साम्प्रदायिक मचाउनेहरू जो के न्यू पाऊँ भनेर जो चैत्र 15 गते जसरी तिनकुनेमा चाहिँ जात्रा देखाएका थिए, फेरि तराईबाट तो जात्रा देखाउनलाई उनीहरू उद्धत थिए। त्यही उद्धत समूहसँग अझ हिन्दू सम्राट सेना के नाम सुन्छु मैले, वार्ता सहमति गर्ने र संविधानको विरुद्धमा
धर्मनिरपेक्षताका विरुद्धमा 3 महिनाभित्र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने भनेर चाहिँ दुई पक्षले सहमति गर्छ। यसले के देखाउँछ भन्दा यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने पक्षमा छ, नेपालमा अराजकता फैलाउने पक्षमा छ। त्यसैको एउटा कडी हो संविधान संशोधन बहस पत्र। त्यो हेर्दा कति डरलाग्दो कुरा छ। त्यसले यो संविधान तोड्न खोजिरहेको छ र सम्पूर्ण नेपालीलाई बेकुफ बनाउन खोजिरहेको छ। यस्तो एउटा तरल परिस्थिति सिर्जना गरिरहेको छ र नेपाली जनता धेरै आशंकित छन्, सशंकित छन्। किन भन्दा यो सरकार कहाँ जान खोजेको हो, यो सरकारले के गर्न खोजेको हो। यो आन्दोलनलाई साम्य गर्न खोजेको हो कि आन्दोलनलाई थप अझै चर्काउन खोजेको हो। देखियो यदि नेपालमा फेरि धर्मनिरपेक्षताको विरुद्धमा केही काम हुन्छ भने त्यसका विरुद्ध सारा नेपाली उठ्छन्। केही मान्छे बाहेक सारा नेपाली उठ्छन् यो संविधानका विषयलाई लिएर। अनि त्यही हिजो मसान घाटको भूतलाई जगाएर राजतन्त्र फेरि पुनर्स्थापना गर्ने दिवा सपना देखेर एक थरी गडबड गर्ने तत्त्वहरू विभिन्न बहानामा कुन ठाउँमा चाहिँ कमजोरी छ, कहाँ जनताले चाहिँ असन्तुष्टि प्रस्तुत गरेका छन्, त्यही छदन भेष लिएर घुसेर यो जुन किसिमले चाहिँ उपद्रव मचाउन खोजिरहेका छन्। त्यसले गर्दा अहिले वार्ताले त्यो यो गृहमन्त्रीको वार्ताले समाधान हुनेवाला छैन। देशमा थप चाहिँ आन्दोलन हुनेछ, थप चाहिँ अशान्ति हुनेछ। त्यसको सिनेरियो त 3 महिनाभित्र नेपालमा हिन्दू राष्ट्र घोषणा गरेपछि यसको अब के प्रभाव पर्छ भन्ने कुराहरू भोलिका दिनले देखाउनेछ भन्दै मैले आफ्नो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद।